2 महिनाको लागि घर छोडेर के गएको थिएँ। मुसाहरूले त पुरै आफ्नो राज्यमा आएर बसिरहेको पुरै छन्। फेरि घर छोडेर गए भन्दाखेरि घर छोडेर विदेश गयो र भनेर नभन्नु होला है साथीहरू। यो घरबाट अर्को घर गएको कि हामी चाहिँ 2-3 महिना चिसो कटाउनको लागि भनेर यो घर छोडेर अर्को घरतिर के गएको थियौँ। मुसाहरूले त पुरै भित्र सुरङहरू बनाएर बसिरहेको पो रहेछन्। अझ त्यति मात्रै कहाँ हो र, घरभित्र भएको धानहरू खाएर किताबहरू पुरै च्यातेर कपडा काटेर बर्बादै पारेको रहेछ नि त। भनिन्छ नि कहिलेकाहीँ नसोचेको कुराहरू भइदिन्छ भनेर। हो त्यस्तै आज मसँग पनि भयो कि आज त्यहाँको घरबाट हेर्दा आइदिरहेको आजै बाख्रालाई पनि ब्याउनु पर्ने। मैले त्यहाँ यहाँ भन्दाखेरि कहाँ त्यहाँ यहाँ भनेको भनेर सोचिराख्नु भएको छ होला। म चाहिँ त्यो लास्टमा भन्छु है कहाँबाट कहाँको भनेर। सो हेलो गाइज, वेलकम टु माई डे 3 मिनी ब्लग। आजको मेरो मिनी ब्लगमा स्वागत छ हजुरहरूलाई। सो आज हामी यो घरबाट सरुवा हुँदैछौँ। सरुवा भन्दाखेरि यहाँबाट तरै जान लाएर भनेर नसोच्नु होला है। यो घरबाट अर्को घर जान लागेको। बहिनीले खानासाना खाएर भाँडाहरू लगेर जाँदै थिए, तर मैले चाहिँ खाना खानु बाँकी नै थियो। त्यही भएर म एकछिनमा आउँछु तिमी जाऊ भन्दै बहिनीलाई पठाएँ। अनि त्यसपछि मैले पनि खानासाना खाएर चामलको बोरा समातेर बहिनीको पछि पछि म पनि निस्केँ। मैले घर पुग्नुभन्दा अगाडि नै बहिनी घरमा पुगिसकेर बाटोमा उभिएर बसेको थियो। अर्को बहिनी भित्र सरसफाइ गरिरहेको थियो र म पनि घरमा पुगेँ। यो चाहिँ मेरो अर्को घर हो है साथीहरू। एकछिन बाहिर बसेँ अनि यसो भित्र गएर हेरौँ न के छ अवस्था भनेर गएको त मुसाहरूले पुरै डामाडोल पारिसकेको रहेछ। यस्तो लागिरहेको थियो कि हाम्रो घरमा मुसा होइन कि मुसाको घरमा हामी बस्न आएको जस्तो फिल भइरहेको थियो कि सुरुमा हेर्दाखेरि त। मम्मी घरमा भएको भए चाहिँ यतिसम्म गर्न सक्दैन थियो मुसाहरूले, किनकि कहिलेकाहीँ मम्मी यता आएर यसो हेरचाह गरिहाल्नुहुन्थ्यो। तर हामी चाहिँ कहिले नआउने कि फेरि यता कहिले काम पर्यो भने मात्रै आउने हो, नत्र नआउने। अब बहिनीहरू स्कुल जाने, म पनि गाई बस्तुहरू चराउँदैमा व्यस्त हुने। 2 महिनामा त यतिसम्म गरिदियो भने झन् 1-2 वर्षसम्म छोडिदियो भने त बाप्रे के गर्छन् होला है मुसाहरूले। 2 महिनामा यतिसम्म गर्न सक्छन् भन्ने मैले सोचेको पनि थिइनँ। सो यो हेर्दै यसो मेरो कोठाको अवस्था के छ भनेर म बाहिरतिर मेरो कोठामा हेर्नको लागि आएको त त्यहाँ त के कुरा गर्नु, पुरै मुसाहरूले धान खाएर तल फालेर कपडाहरू काटेर किताब च्यातेर सब डामाडोल पारेको पो रहेछ। अब मान्छेले यस्तो गरे भए पो गाली गर्न कुट्न सकिन्थ्यो। अब मुसाले गरेको के गर्नु, अब गाली गरेर नि के गर्नु, गाली गरिरहेछ। मैले आजदेखि यस्तो गर्दिनँ भनेर मुसाहरूले भन्दैन, फेरि पनि गर्ने यही हो छोड्यो भने भनेर बहिनी र म सरसफाइ गर्नतिर लाग्यौँ। एउटा कोठा बहिनीले माटोले लिपेर राम्रोसँग अब तल अर्को कोठाको भाँडाहरू यहाँ राखेर अर्को कोठा लिप्ने तयारीमा थिए। अब गाउँघरतिर यस्तै हो, माटोले लिप्नुपर्छ है साथीहरू। फेरि यो कोठाको हालत भने यस्तो थियो कि अब यो कोठा सफा गर्नको लागि सफा गरेको कोठामा यो कोठाको भाँडाहरू राखेर अनि मात्रै सफा गर्न मिल्छ। सो त्यही भएर यो कोठाको भाँडाहरू सबै सफा गरेको कोठामा राख्यौँ। यो मालाहरू चाहिँ बहिनीले भाइटिकामा लगाइदिएको मालाहरू है। अब कहाँ फाल्नु भनेर मैले त भित्रै राखेर गएको थिएँ। यो मालाहरूलाई चाहिँ मुसाहरूले के गरेनछन्, भित्र बहिनीहरूले सफा गरिरहेको थिए र एकछिन म यसो बाहिर आएर घाम तापेर बसिरहेँ। र 2-4 दिन अगाडि हामीले केराहरू पाक्नको लागि राखेका थियौँ र आज पाकिकन हेरौँ न भनेर हेरेको केराहरू त पुरै काँच चाहिँ